सो गाइस यहाँ पानी उब्लिँदैछ। गाइस गुड मर्निङ, वेलकम ब्याक टु अनदर न्यू ब्लग। आजको ब्लग स्टार्ट हुँदैछ मेरो रुमबाट। सो मेरो भाइ आज स्कुल पनि गइसकेको छ र अहिले 11 बजेको छ, बज्न आँटेको छ 11। र आज हाम्रो कोठाको यस्तो हाल रहेको छ। सबै कपडाहरू धुनुभएको छ। तिहार आउँदैछ नि त गाइस। यहाँ पनि पर्दाहरू सबै यहाँ पनि। सो अब मैले चाहिँ खाना खाइसकेँ। अब नुहाउँछु र अनि जान्छु पसल र सामानहरू हेर्नु गाइस। जता पाए त्यतै छ र मेरो यो आर्ट पनि यहाँ उख्रिहालेको छ। टाइम अब खतरनाक भनेको छ यार। सो अब म नुहाउँछु गाइस। यहाँ पनि हेर्नु गाइस, धुलै धुलो छ। बुकहरू पनि यहाँ छ। आज घाम पनि एकदम छ गाइस, चर्को घाम छ। आज बिहानदेखि नै मौसम यस्तै रहेको छ हाम्रोतिर। अस्तिदेखि नै मौसम एकदम घाम गर्दैछ र बिचमा हुर्सो पनि लागेको थियो र अहिले लाग्दै छैन। लगाइछ म जाँदैछु नुहाउन। मोबाइलमा चार्ज पनि छैन, अब चार्ज गर्न दिन्छु मोबाइल। सो गाइस यहाँ सबै कपडाहरू आज एकदम घाम छ गाइस, एकैछिनमा सुकिहाल्छ होला। यता पनि छ, सबै कपडाहरू आज धोएको छ। गाइस एकदम गर्मी लागिहालेको छ। अब म नुहाउँछु र हामी जान्छु पसल। गाइस म नुहाएर पनि आइसकेको छु र आज म बनाउन जाँदैछु चिया। यस गाइस, आज म ब्ल्याक टी बनाउँदैछु, ट्राई गर्दैछु आज। र मेरो भाइले यहाँ बिस्कुट राखेको, हेर्नु न बिस्कुट। सो गाइस यहाँ पानी उब्लिँदैछ। यो चाहिँ इलाइची हो गाइस, इलाइचीहरू पिसेर चियामा दिने।
मैले चिया बनाएर खाइ पनि सकेँ र आजको भ्लग यति नै। आई होप तपाईँले यो भ्लग राम्रो लागेको होला। राम्रो लाग्यो भने लाइक कमेन्ट सेयर सब्सक्राइब गरिदिनु होला। ल भेटौँ अर्को नयाँ भ्लगमा। तपाईँको लागि बाई।